बढ्ता तापमान अनि विश्व परिवेश दिवसलाई मध्यनजर राखेर म आए नर्सरी यहाँ गाछको पुली किन्छु भनेर म यहाँ गाछको पुली छानेर अब हामी रोप्न जानेछौँ। ये जे काला चश्मा लगाए के हीरो खांदे है और एदिके अमृत कोड लेके कोनो नहीं करे है वो नहीं लेक्चर मारेगला है। बाकी म यही पुली ले आनली ही एटा ए जे देवदारू गाछ के पुली मनोज मुंडा ले आनले कि त आनली कोनो नाही आनली। यसरी टिम भएर काम गरेपछि जे काम पनि सजिलो लाग्छ अनि काम गरेर मजा आउँछ। गर्मी छ र पनि हाम्रो कामलाई एन्जोय गर्दै पसिना बगाउँदै हाँस्दै अनि यसरी काम गर्दैछौँ। हामीलाई जरुरत भयो खारको र हामी गोबर खोज्न गयौँ। एटा ले एटा लाग्यो ओरिजिनल खार। भेट्यौँ यहाँ छ दुईटा पुलिया है। भरपूर मात्रामा खार भेटिसकिएको छ। यो अर्ग्यानिक खार गाछपुलीहरू बढ्नमा काफी मद्दत गर्नेछ। अब हाम्रो अरू धेरै काम छ र हामीहरू यसरी एक दुसरेको साथ दिँदै हामीहरू अगाडि बढ्दैछौँ। दुर्गा हाम्रो काफी उस्ताद छ यिनीहरू गर्नमा र सबै काम मैले उसैलाई जिम्मा दिएँ। अनि आज गर्मी कस्तो छ? फाटाफाटी छ। अनि त्यही भएर गाछपुली लगाउनुपर्छ। परिवेश बदलाउनु पर्छ। कृष्ण प्रभु। तपाईहरुलाई भन्न चाहन्छु हामीहरू यो दुईटा गाछ हाम्रो दोकानको अगाडि लगाएका छौँ। मेरो हार्डवेयर दोकान छ र यी हाम्रा टिम हुन्। काफी मजेदार टिम छ हाम्रो जसले एक दुसरेको साथ दिनमा एकदम कसर छोड्दैनन्। खेतबाट माटो बोकेर ल्याउनबाट लिएर दोकानमा एक दुसरेको हात बटाउनमा हामीहरू उस्ताद छौँ। म चाहिँ गएँ बाँस खोज्न र मैले बाँस खोजेर लिएर आएँ। यसरी कालो चस्मा अनि पसिनामा धेरै सुहाएको छ दुर्गालाई। अब खार माटो हालिसकेपछि अमृत भन्न थालो मलाई चाहिँ एउटा बियर खुवाउनुपर्छ आज तैँले भनेर मैले भने हुन्छ म खुवाउँछु। हाम्दर फिनाजु जखन तक हाम्दर काम करले वो पूरा दुकान संभाल के थाक्ले। गछपुली रोप्दा मनलाई धेरै सुकुन र आनन्द मिल्छ र हामीहरू कहिले कहिले यस्तो काम गरिरहन्छौँ। जरुरत छैन वर्ल्ड इन्भाइरोन्मेन्ट डे हुनलाई, हामी जहिले मन लाग्छ तहिले गर्छौँ। गछपुली लगाएर मात्रै हुँदैन, त्यसलाई खसी बाख्रा र गाई गोरुलाई पनि बचाउनुपर्छ र हामीहरूले नेट रेडी गर्यौँ। तपाईहरुलाई भन्न चाहन्छु दोकानमा तपाईहरुलाई ट्र्याक्टर पार्ट्स पनि भेट्नुहुनेछ अनि सिमेन्ट रड टिना पनि भेट्नुहुनेछ। हाम्रो काम देखेर धेरै साथीहरू आएर हामीसँग गफ गरे। त्यसमा राजेन्द्र तिमुङ आएर धेरै राम्रो कुरा गरो। ऊ एउटा कन्टेन्ट क्रिएटर हो अनि हाम्रो गाउँको सुपरस्टार हो। यो हो हाम्रो दाजु टिकाराम विश्वकर्मा। यो हो हाम्रो साथी केशव पौडेल जसले हामीलाई धेरै साथ दियो र उसलाई धेरै धेरै धन्यवाद छ। हाम्रा गछपुली अब रेडी भइसकेका छन्, तपाईहरु हेर्न सक्नुहुन्छ। राधे राधे, बाई बाई।